राइट बिहानको 8:22 भइरहेको छ। आज एउटा छोटो राइडमा निस्केँ म। मेरो यो सेकेन्ड भ्लग हो। त्यही हो, यो गोप्रोको इन्टरनल माइक नै छ किनभने मैले अर्को राखेको छैन। अडियो कस्तो आउँछ आई डोन्ट नो एन्ड आइ एम भेरी सरी फर द अडियो। तपाईँहरूलाई अडियो के भन्छ अरे माइक हाम्रो अडियो गोप्रोको लागि माइक वायरलेस यो हिरो 12 को लागि वायरलेस माइक पाउँछ कि कसो हो मलाई थाहा नै भएन अरे। अरू पुरानोमा त त्यो 3.5 mm को त्यो ज्याक राखेर माइक अट्याच गर्न मिल्ने जस्तो थियो। यसमा चाहिँ टाइप सी को त्यो चार्जरबाटै गर्ने रहेछ। मैले एक दुईवटा भिडियो हेरेँ तर यो चार्ज गर्ने बेला त्यो कभर खोल्नुपर्ने थियो। अनि त्यो खोइ कसरी राख्छ आएर त्यो निकाल्नु पर्ने हो कि के हो। सो इफ यु गाइज नो एनी अफोर्डेबल माइक होइन मलाई यसो कमेन्ट सेक्सनमा हालिदिनु होला। सो यस आज म नगरकोट जाँदैछु। अहिले म यहाँ नयाँ बजार सोरपुर मेरो यो पेट्रोल अलिकति हाल्छु म। त्यही हो, पेट्रोल हालेर म तपाईँहरूलाई पछि उताको रोडमा भेट्नेछु है त गाइज। बाइ एकैछिन पछि। चोटमा आया दुख्यो मलाई त। यो साथीहरू बस पार्कको हामी अहिले नगरकोट बस पार्क। अनि दुईटै ठाउँमा जानु चाहिँ यताबाट गयो भने चाहिँ अलिकति टाइम लाग्छ। त्यहाँबाट गयो भने चाहिँ रानी झुला पुल त्यो पनि जानिदिन्छ। हामी चाहिँ यहाँबाट जाने। यहाँबाट भ्यू चाहिँ बबाल देख्छ। उताबाट गयो भने चाहिँ अलिकति यहाँभन्दा 10-15 मिनट चाहिँ टाइम लाग्छ। त्यहाँबाट जान्दैन त्यो हाम्रो रानी झुला एकदम भाइरल भएको है। त्यहाँ पुग्छ, त्यहाँबाट जाने हो। अलिक ठिक्क रहेछ बङ्गाल देखिरहेको बाटो पनि अलिक सानो रहेछ। कस्तो यस्तो घुमाउनु बाटो चाहिँ यो पुरै भन्दा पनि यता के भन्छ अरे नजिक चाहिँ यताबाट टक्लामा म जहिले पनि यता जान्छु। टक्लाहरू मुन्डु हालत यस्तो छ गाइस। के हो यो पनि छैन यार। अब चाहिँ हामी साँचो दर्शन तवा हुँदै जाने हो। अघि हामी यताबाट आएको, अब हामी यहाँबाट ठ्याक्कै राइट लिएर गयो भने हामी यहाँबाट 20 to 30 मिनटमा हामी अहिले ठ्याक्कै कता दर्शन तवा यहाँबाट गयो भने दर्शन तवा ठ्याक्कै आधी घन्टा जति 20 मिनटदेखि 30 मिनटसम्म
फेरि चाहिँ अलिकति कच्ची बाटो आउँछ त्यो तल पछि यहाँ त के भन्छ अरे बदम र सुन्तला लिएर आएर टक्क यहाँ घाम ताप्दै बसेर यार खाना त मजा आउँछ पिकनिक पनि भइरहेको रहेछ यहीँको बाटोबाट आयो भने एक्चुली त्यो मन्दनदेवपुर नगरपालिका काभ्रे पलाम चोक ओहो यहाँ पुगिन्छ हामी गाई कस्तो ठाउँमा भयो के भयो यार ओहो यहाँ के हो म्या रहेछ टक्क लगाएर सो अब त्यहाँबाट सिधा जाने त्यसपछि हामी अलिकति तल जानुपर्छ त्यसपछि हामी राइट लिएर गयो भने चाहिँ त्यहाँबाट 20 मिनटमा जस्तो पुग्छ यहाँ माथिबाट चाहिँ यहाँबाट चाहिँ हामी राइट लिएर यो माथिको बाटोबाट जाने पछि हामी यहाँबाट चाहिँ यो बाटो नछोडिकन जाने टक्क पश्चिम बङ्गाल पुगिन्छ गाइजहरू तर अलिकति कच्ची बाटो छ तर इट डज नट म्याटर अलमोस्ट एभ्री बाटोहरू चाहिँ यस्तो छ पिच त छैन तर आजको अफरोडिङ काराङब्रुङ तर यहाँबाट देखिन्छ बब्बाले देखिन्छ